साथी हो। आज हामी सबिता दिदी घर गएका थियौँ अनि त्यहाँबाट हामीले कटहर खायौँ। कोलाई कटहर मन पर्छ लाइक र कमेन्ट गर्नुहोस् होला। त्यही कारणले आज हामी दिनबाट एक्जाम चल्दैछ के। यो गाडीमा भक्क आइसक्ने हेर न, गाडीलाई मैले रेडी सेडी गरिदिएको छु के। गाडी भएको छ अनि हामीको गाडीलाई आइफोको निस्किरहेछ अनि ठिक गर्नको लागि डक्टरलाई बोलाएको थियौँ कि। अनि डक्टरले आयो अनि 10 बजे रातितिर फोन गरेर बोलाएको त भने राति भयो आउँदिनँ भनेर भने। अनि उसको भोलिपल्ट फेरि फोन गरेर भनेको अनि आयो अनि बेजी सेजी लगायो। त्यहाँबाट फेरि स्कुलमा एक्जाम छ हामीहरूको भोलि, हिजोदेखिबाट भएको हो नि त। त्यही कारण म त्यति भिडियो पनि बनाउन पाउँदिनँ कि। अनि आज मैले भिडियो बनाऊँ भनेर हाल्न आँटेको क्या होइन। आज हामी नि त डुल्दै डुल्दै दोकानसम्म जाऊँ। त्यहाँबाट बेसी जाने होइन, म मेरो बाबा बस्नुहुन्छ। बाबा भनेको मतलब बा हो, बा बस्नुहुन्छ नि त। बाको कारणले बेसी टाढा हुन पाइँदैन। बा खालि मलाई बोलाइ गर्नुहुन्छ क्या। अनि हामीहरूको गाउँमा नि यति मान्छे छन् कि उहाँ हेर न, के भनेको अगाडि नै बिरालोलाई हाय अरे यति मान्छे छन्। म भिडियो बनाउँदै हेर्छु। आमाले कुरो टिप्नु भयो। यति कुरो टिप्नु हुँदैछ। खै आमा यता हेरिदिनु न, यता हेरिदिनु न। हाई गरिदिनु, हाई गरिदिनु। हाई यसलाई पनि गर्छ अरे। लु गर, हाई गर। ट्याप्पा हानिदिन्छु नि। हेर न, हामीहरूको घरमा एउटा बिरालो पालेका अरे। यसो लट्ठी देखाउँदै उहाँ बस्छ, हेर्छौ। अब हेर है, अब हेर। अब यो बिरालो अरे पर्सिन्छ पो रह त। किन अब डुल्दै डुल्दै जानुपर्छ। बाइक आउँदैछ क्या। गयो अब जानु डुल्दै डुल्दै। कतिबाट कुन मान्छे आइछन्, डुल्न पाइँदैन आज त। अनि कुरा हेर चाहिँ कस्तो कुरा हुन्छ पेनमा लाग्ने कुरा। पेनमा कुरा लाग्यो के अनि यहाँ आएर के मेरो कुरा यसरी लाउँदै बस्छ नि त। त्यहाँ तपाईँलाई लगाइदिन्छु। तेरी सजा अनि नि त आज म घुम्दै घुम्दै गएको थिएँ कि। अहिले घुमिरहेको छु, घरतिरै घुमिरहेको छु। अनि यी हामीहरूको सब्जी बगान हो। यी हेर्न न गाइस, यता उतिर नि त के फल्छ थाहा छ? उहाँतिर उहाँ नि त पर्सी फलिरहेछ। त्यहाँबाट म गाडीमा बस्छु भनेको, गाडीबाट साप निस्केको जस्तै छ कि 3 दिनबाट। म जान्न भनेको। आजको भिडियो यति नै, बाई बाई।